आज चाहिँ हामी यहाँनिर गुरु पूर्णिमाको दिन पुलिस क्लबमा नेपाल पुलिस क्लबमा पूर्व प्रहरी कलाकार सङ्घको अध्यक्षतामा आज चाहिँ सानो कार्यक्रम गर्न लागेछ। त्यसैको लागि चाहिँ हामी यहाँनिर सबै भेट भइरहेछौँ। हामीलाई पनि निमन्त्रणा थियो, त्यसले गर्दाखेरि हामी चाहिँ यहाँनिर भेटघाट गर्दैछौँ, भित्र पस्दैछौँ है। यहाँ ब्यान्डहरू चाहिँ यसरी गरिरहेको छ। ल सबैजना यहाँनिर भेटघाट भएको छ, सबैजना यहाँ चाहिँ भेटघाट भइरहेछ। हाम्रो एकदम प्रहरीको हितैषी फ्रेन्ड अब चाहिँ कार्यक्रम सुरु हुन लागेछ। धमाधम गेस्टहरू आउँदै हुनुहुन्छ। यसरी गेस्टहरू अलिक आउनु बाँकी छ। कार्यक्रम अब सुरु हुन लागेछ। यस हलमा भित्राइदैछ। त्यसैले यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूले उहाँलाई ताली बजाएर स्वागत गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। वरिष्ठ कलाकार र अतिथिहरू, चिफ गेस्टहरू नेपाली कला संस्कृतिप्रति पुर्याउनु भएको योगदानलाई सम्मान गर्नको लागि नेपाल पूर्व प्रहरी कलाकार सङ्घले आज यो सम्मान कार्यक्रमको आयोजना गरेको छ। त्यो ढाका टोपी लाउने होइन, कालो लाउने, कोट लाउने हो। सबै वहाँनिर आइजी साहबहरू, वरिष्ठ कलाकारहरू, चिफ गेस्टहरू आउँदै हुनुहुन्छ। सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी सङ्गठनका प्रमुख श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीज्यूको कार्यक्रम स्थलमा आगमन भइसकेको छ। यसै गरी कार्यक्रममा उपस्थित हुनुभएका हाम्रा विशिष्ट अतिथिज्यूहरू, नेपाल प्रहरी सङ्गठनका पूर्व प्रहरी महानिरीक्षकज्यूहरू, प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू लगायत उपस्थित सम्पूर्ण पूर्व प्रहरी कर्मचारीज्यूहरू, वरिष्ठ कलाकारज्यूहरू, साहित्यकारज्यूहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूमा यथास्थानमा आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। हार्दिक श्रद्धा र सम्मान अर्पण गर्दै ज्ञान र संस्कारको पवित्र परम्परालाई निरन्तरता दिने भावका साथ हिजोको पुस्तालाई आजको पुस्ताले सम्मान गर्नका लागि गुरु वन्दना प्रस्तुत गर्न लागिरहेका छौँ। गुरु वन्दना प्रस्तुत गरिदिनुको लागि नेपाल प्रहरी सङ्गीत विद्यालयका कलाकार साथीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँहरूको सम्मानमा एकपटक सबैले जोरदार ताली दिनुपर्छ। त्यसै गरी वरिष्ठ कलाकार अभिनेत्री मिथिला शर्माको नेतृत्वमा सामूहिक नृत्य पनि प्रस्तुत गरेको थियो। स्रष्टा छत्रबहादुर गुरुङज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। निवर्तमान प्रहरी महानिरीक्षक मंच का अध्यक्ष निवर्तमान प्रहरी महानिरीक्षक मोतीलाल बोराज्यू, संपूर्ण सशस्त्र नेपाली सेना र अरू इकाइका र अरू कलाकार, ख्यातिप्राप्त धन्य कला भएका हाम्रा कलाकार साथीहरू र उपस्थित प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू, प्रहरी नायब निरीक्षकज्यूहरू, जेनरलहरू, वरिष्ठ उपरीक्षकज्यूहरू एवं सम्पूर्ण अतिथिज्यूहरू र उपस्थित महिला सज्जनवृन्द र
अरू कलाकर्मीहरू, उपस्थित हाम्रा आतिथ्यलाई स्वीकार गरी आउनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई नेपाल पूर्व प्रहरी कलाकार सङ्घ हार्दिक स्वागत गर्दछ। प्रहरी महानिरीक्षक मोतीलाल बोहराज्यू र पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानज्यू, यसै गरी कला क्षेत्रको प्रतिनिधित्व गर्दै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यज्यू, वसुन्धरा भुषालज्यूलाई पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। पूर्व प्रहरी महानिरीक्षकज्यूहरू सम्पूर्णलाई सहभागी भइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। धेरै कलाकारहरू आउनुभएको छ आज, उहाँहरूका हातबाट चाहिँ पानसमा बत्ती बाल्दै हुनुहुन्छ। वार्षिक प्रतिवेदन पनि गर्नुपर्ने रहेछ, यहाँनिर उहाँहरूले सुरु गर्नुभयो। जय नेपाल, नमस्कार। यस कार्यक्रमका सभापतिज्यू हुन गइरहेको छ। कृपया सम्पूर्ण संस्थापक पदाधिकारीज्यूहरू यता अगाडि स्टेजमा आइदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। संस्थापक पदाधिकारीहरू थुप्रै हुनुहुँदो रहेछ है। परिचय यस नेपाल पूर्व प्रहरी कलाकार सङ्घका संस्थापकज्यूहरू हुनुहुन्छ। उहाँहरूले यस संस्थालाई स्थापना गरेर आजको यो स्थानसम्म ल्याउनको लागि अतुलनीय योगदान पुर्याउनु भएको छ। गुरुलाई सम्मान गर्ने कार्यक्रम हुँदैछ। गुरुहरूमा समर्पित स्रष्टा सम्मान कार्यक्रमको बारेमा सर्वप्रथम यसको कार्यक्रमको बारेमा प्रकाश पारिदिनु हुनुको लागि यस नेपाल पूर्व प्रहरी कलाकार सङ्घका वरिष्ठ सल्लाहकार एवं वरिष्ठ कलाकार मिथिला शर्माज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। आमा, बाबा, गुरु, ईश्वर, सारा सृष्टि, धरती, माता, प्रणाम। नृत्य नमस्कारको यो मूल मन्त्रले मैले यहाँ सबैलाई अभिवादन गरेँ। आफ्नो कर्म क्षेत्रमा, आफ्नो विधामा विशिष्ट योगदान दिएर आफ्नो इतिहास बनाइसक्नुभएका गुरुहरूका पनि गुरु भइसक्नुभएका सबै सम्मान गर्नुपर्छ। आजलाई विश्वास गर्नुपर्छ, भोलिकालाई आश गर्नुपर्छ। नृत्य, सङ्गीत, साहित्यका विभिन्न विधाहरूमा आफूलाई, आफ्ना जीवनहरूलाई सुम्पिएर यहाँहरूको माझमा जोड्न चाहन्छु। सर्वप्रथम राजपाल थापा नृत्य साधना सम्मान 2083बाट सम्मानित हुनुहुने वरिष्ठ नृत्याङ्गना विमला श्रेष्ठ छेत्री र उहाँका श्रीमान युवराज सिंह छेत्रीज्यूलाई अगाडि स्टेजमा पुरस्कार सम्मान ग्रहण गर्नको लागि अगाडि स्टेजमा आमन्त्रण गर्न चाहन्छु भने प्रदान गरिदिनु हुनुको लागि आजको यस कार्यक्रमका प्रमुख अतिथि श्रद्धेय श्रीमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीज्यू, यसै गरी नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष नवीना खत्री कार्कीज्यू, विशिष्ट अतिथिज्यूहरू नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराज्यू, ध्रुवबहादुर प्रधानज्यू, रमेश चन्द ठकुरीज्यूलाई अगाडि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। धेरै धेरै धन्यवाद छ। कृपया एकपटक आज सम्मानित हुनुभएका सम्पूर्ण वरिष्ठ कलाकारज्यूहरूलाई सबैले उहाँहरूको सम्मानमा जोरदार तालीले उहाँहरूलाई सम्मान गरिदिनु होला, सम्मान व्यक्त गरिदिनु होला। धेरै धेरै धन्यवाद छ। फोटो सेसन भइरहेको छ अहिले। आजको हाम्रो यो पूर्व प्रहरी कलाकार सङ्घको तेस्रो वार्षिक कार्यक्रमको समाप्त भयो। अनि अन्त्यमा चाहिँ अहिले खाजा भइरहेछ है। यहाँहरूलाई कस्तो लाग्यो, रमाइलो लाग्यो भने कमेन्ट गरिदिनु होला। कोही नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला है त। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस् त, थ्याङ्क यू, बाई बाई।